म तिमीलाई कहिले छोड्दिन। म काउलीलाई बिहे गर्न चाहन्छु। के गरौँ आलु, म साँच्चै डराइरहेकी छु। घरले सबै फिक्स गरिसक्यो, तिमीलाई नभनी बस्न सकिन। एकचोटि भेट्न आउँछौ? काउली, यति राति बोलायौ? के भयो? सबै ठिक त छ? मेरो बिहे फिक्स गरिदिए बैङ्गनसँग, सबैले मानिसके। के यति छिटो? तिमीले मलाई केही भनेकी पनि थिइनौ। तिमीले केही भन्यौ त? कम्तीमा आफ्नो कुरा राख्यौ। कोसिस त गरे भ, तर कसैले खासै सुन्न चाहेनम। म चुप लागेम। म तिमीलाई छोड्न चाहन्न आलु, तर अहिले जे भइरहेको छ म अलि हराएको जस्तो छु। म बुझ्छु, तर यो सुन्नु नै गाह्रो भयो। मसँग पैसा छैन, तर तिमीलाई कहिले दुःख दिन्न, यो चाहिँ पक्का हो। माया मात्रैले कति दिन चल्छ आलु? जिन्दगी पनि त सोच्नु पर्छ। अनि मलाई किन माया गर्यौ त काउली? जब अन्त्य यस्तो हुने थियो भने, अनि अब के गर्ने सोच्दैछौ? थाहा छैन आलु, जुन निर्णय लिँदा पनि कसैलाई न कसैलाई चोट पुग्नेछ। के काउलीले माया रोज्छे कि परिवारको निर्णय? पार्ट 3 मा निर्णय हुनेछ।